म सर टासी धेरै नमस्ते भन्न चाहन्छु। म चाहिँ नेपालीबाट भन्न चाहन्छु, किन भन्दाखेरि भन्दाखेरि कसैले फेरि मेरो स्वर चाहिँ उल्टोमा जान सक्छ, त्यसैले तपाईँहरू अनथ लिइदिनु होला। आजको यस हाम्रो ढोल्पो सोसाइटीको लसात कार्यक्रम हिम्मरे मुर्छे, स्याक्यारी मुर्छे, खेम्बु टुल्कोहरू लगायत सम्पूर्ण गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, सदस्य अनि हाम्रो विद्यार्थी भाइ बहिनीहरू, आमा बुबा लगायत सम्पूर्णलाई हाम्रो यो विशेष लसात कार्यक्रम छक्कापाङसुङ गाउँपालिका तर्फबाट र मेरो व्यक्तिगत सेनाङ गुरुङको तर्फबाट विशेष गरी टासीले भन्न चाहन्छु। हस्, म चाहिँ अब धेरै कुरा चाहिँ भन्न चाहन्न, मेरो मभन्दा अगाडि धेरै कुराहरू आइसक्यो। म एउटा के भन्न चाहन्छु भने आजको यो यहीँबाट अस्ति हाम्रो ढोल्पो सोसाइटीको एउटा विचार ग्रुपमा हाम्रो खेलकुद कार्यक्रम खेलकुद प्रेमीलाई म एउटा कुरा राख्न चाहन्छु। हाम्रो गाउँपालिकामा सङ्घीय सरकारले पठाएको बजेट एउटा खेलकुद बनेर हामी तोकेर आउँदैन। तपाईँले यो बुझिदिनु होला। राष्ट्रपति रनिङ सिल बनेर एउटा 1 लाख मात्रै आउँछ त्यो स्थानीय सरकारमा। त्यो किन भन्दाखेरि फेरि अरू गाउँपालिकामा आउँछ कि त मलाई थाहा भएन, मेरो जस्तै होला। मेरो छक्कापाङसुङमा त जम्मा 1 लाख मात्रै आउँथ्यो। त्यसलाई हामीले स्कुलमा चलाउनुपर्छ, त्यो व्यक्ति हामीले काठमाडौँमा सञ्चालन गर्न त्यो पाउँदैन। यदि काठमाडौँमा हाम्रो खेलकुद प्रेमी युवाहरू, केटाहरू, विद्यार्थीहरू हुनुहुन्छ भने हाम्रो असारमा हाम्रो बजेट विनियोजन हुन्छ। त्यही बेला तपाईँहरूले आफ्नो प्रतिबद्धता चिठीसहित लिएर आउनु होला। हामी त्यही बेला हामी बजेट छुटाउने छौँ। यो यसै गरी हामीले कुरा हामी काट्दै हिँड्दा त्यो नराम्रो हुन्छ। हाम्रो डोल्पा जिल्लामा विकास छैन भन्छ होइन, विकास भएको होला या नभएको होला। यसमा हामी जनप्रतिनिधिले मात्रै कराएर हुँदैन। अहिले हाम्रो डोल्पा जिल्लामा तपाईँहरूले सुनेकै हुनुहोला, हामीले जनताले भोट हालेर जिताएका माननीय सहरी मन्त्रीज्यू पूर्व धनबहादुर बुढा हुनुहुन्छ, प्रदेशमा शेरबहादुर बुढा हुनुहुन्छ, दपमा वीरबहादुर बुढा हुनुहुन्छ, अनि एउटा भदमी अनि उहाँ उर्मिला हुनुहुन्छ। तपाईँहरू उहाँहरूसँग पनि जनताले कुरा नराखे पनि बुद्धिजीवीले हाम्रो डोल्पा अप्पर डोल्पालाई विकास छैन भने यसो जनप्रतिनिधिको रोहबरमा या तपाईँहरू रिम्बुर्सेको ले पनि कुरा राख्न सक्नुहुन्छ। सर्वसाधारण जनताले त बुझ्दैन। तपाईँहरूले जे भन्छ, हामीले जे भन्छ उहाँहरूले मान्नुहुन्छ। अघि हाम्रो सेफ होसनको एउटा सामाजिक सुरक्षा भत्ताको त्यो समस्या आएको थियो नि, त्यो उहाँहरूले त्यो गर्नुभएको होइन। कोहीले अब उहाँले भन्नुभयो त्यो अब भ्रष्टाचार गरे, त्यस्तो चाहिँ हुनसक्छ भन्ने होला, सबैको भरम पर्छ। यसरी हामीले विकासमा पनि हामी बुद्धिजीवी, जनप्रतिनिधि लगायत सम्पूर्ण टिम लागेर एकजुट भयो भने हाम्रो अप्पर डोल्पा एकदम विकास हुनेछ। तपाईँहरूले यति मात्रै बुझ्नु होला, यो मुस्ताङ डोल्पा जोड्ने योभन्दा अगाडि पनि गाउँपालिका अध्यक्ष मै हो। मैले प्रेम तुलाचनलाई उसको घर चाहिँ कहाँ छ भने हाम्रो भालाज्यू बस्तारको छेउमा आउनुहुन्छ। मेरो वडा अध्यक्षहरू लगायत म टिम गएर उहाँलाई मुस्ताङ डोल्पाको बाटो चाहिँ बनाइदिनु, उहाँले बजेट हालिदिनु भयो। यसरी आएको हो। उहाँ मुस्ताङले हामी सिधै डोल्पालाई माया गरेर यो बजेट हालेको होइन, यति बुझिदिनु होला। त्यही अनुसार हाम्रो यो ढोल्पो समाजलाई पनि हाम्रो हिमाली मुर्छे, स्याक्यारी मुर्छे उहाँ दुईजना नभइदिएर हामी अहिले यो ठाउँमा हामी पुग्ने अवस्था छैन। खुट्टा तान्नेहरू धेरै हुन्छ। त्यही पनि अब हाम्रो यो नयाँ समिति चेन्ज हुनेवाला छ। तपाईँहरूले हाम्रै 3टा गाउँपालिकाका जनताहरू आउनेछ। तपाईँहरू समिति मात्र नभइकन त्यही छक्कापाङसुङ, ढोल्पो बुद्ध, सेफ होसुङ्गो गाउँपालिकाकै प्रतिनिधि हुँदैछ। तपाईँहरूले यति हिमाली मुर्छे, स्याक्यारी मुर्छे समिति उहाँहरूभन्दा अगाडिको समितिभन्दा पनि तपाईँहरूले राम्रो गरेर यो लैजानुपर्ने हुन्छ। यसमा फेरि बिगार्नलाई हामीले त्यति टाइम लाग्दैन। हिजो पनि कुरा चलेको थियो, एउटा मेटाउनु पर्यो भने यो एकछिनमै मेटिन्छ। यसले नमेट्ने हिसाबले हामीले काम गर्नुपर्छ। अनि म सम्पूर्ण मेरो 3टा गाउँपालिका जनताहरूलाई के भन्न चाहन्छु, अनि एउटा हाम्रो यो
अहिले लसार कार्यक्रमको समितिलाई पनि म के भन्न चाहन्छु भने तपाईँहरूले लसार दिनुभयो, धन्यवाद। अनि यसमा खानपिनहरू पनि अलिकति व्यवस्था गरिदिनु होला भन्न चाहन्छु। म सार्का ताङसुङ गाउँपालिका तर्फबाट म के घोषणा गर्दछु भने यो हाम्रो 3वटा गाउँपालिकाको जनतालाई यो लसार कार्यक्रम रु 1 लाख म घोषणा गर्दछु। मेरो व्यक्तिगत खल्तीबाट होइन, मेरो म उपलब्ध गराउनेछु। तपाईँले फेरि अनाथा नसुन्नु होला, यो सेनाङ गुरुङले दिन्छ भनेर नसोच्नु होला। म गाउँपालिका सार्का ताङसुङ गाउँपालिकाबाट दिनेछु। हस्, नमस्ते, हस्।